भेजतिरै बढी बल गरिरहेको छु अहिले। शरीरमा त्यस्तो समस्या आएर त होइन, तर म आफैलाई पनि यसो सोच्दाखेरि अब के लाग्न थाल्यो भन्दा वेट बढी गराएर कामै छैन। आज छुट्टीको दिन सुरुमा बस्दाखेरि अब आजको नास्ता यही भयो। नास्ता खान थाल्यो है। नन भेजमा भन्दा मैले भेजमा बढी आजभोलि फोकस गरेको छु। माछा मासु बिस्तारै बिस्तारै कम भइसकेको छ। अब फलफुल सब्जी दालहरू खान्छु बढीमा, किनकि माछा मासुले धेरै बोसो शरीरमा पोसो लाउने कामहरू अनि मोटोपन बढी गर्ने रहेछ। वेट लस गर्नको लागि एक्सर्साइज आवश्यक छ। एक्सर्साइज त वेट लस गर्नको लागि मात्रै होइन, एक्सर्साइज त गर्नुपर्छ, तर विशेष गरेर यो वेट लसको विषयमा चाहिँ खानपिनमा मेन कुरो ध्यान दिनै पर्ने रहेछ। खानपिन यदि हाम्रो कन्ट्रोल छैन भने एक्सर्साइजले मात्रै केही हुँदैन। त्यही भएर खानपिनमा चाहिँ यो माछा मासु चिल्लो पिरो अमिलो यो एकदम कम गरिदिएपछि वेट आफै आफ एकदम कन्ट्रोलमा आउँछ र शरीरमा एकदम फुर्ती पनि आउँछ क्या। यो मोटोपनले केही फाइदा छैन कसैलाई। भेजतिरै बढी बल गरिरहेको छु अहिले। शरीरमा त्यस्तो समस्या आएर त होइन, तर म आफैलाई पनि यसो सोच्दाखेरि अब के लाग्न थाल्यो भन्दा वेट बढी गराएर कामै छैन।